छे आजको पनि हारेले ल वर्षन म चाहिँ गएको अनि सुन त आज बेलुका आउँछस् कि नै कहाँ अरे देउसी भैलो खेल्न नि ए भाइ बच्चा दिइस् मलाई तैँले जहाँ वर्षै पछि आइरहने देउसी खेल्नमा आउँछु मेरो काम छैन भन्दा नि सिकायो ल ल म अरूलाई इन्फर्म गरिदिन्छु गर्न त हेलो पूजा के अरे पूजा भन न तिमीले बोलाएपछि नआउने कुरा हुन्छ त भन न कहिले आउने ए अहिले एकछिनमा ग्यादरिङ छ ए ल तिमी चिन्तै नलियो न म आइहाल्छु नि तिमीले भनेपछि नआउने कुरा हुन्छ त म ल चाले पहिले भन्न सक्दैनस् बुझाइ आउँछ भनेर सो गाइज आजको मेन थिम भनेको चाहिँ होइन केटाहरू सुरुमा देउसी भन्ने होइन अनि त्यसपछि केटीहरू चाहिँ सेकेन्डमा गएर डान्स गर्ने अनि त्यसपछि लास्टमा गएर चाहिँ एउटा राम्रो आशिष दिन सक्यो भने चाहिँ होइन बवाल हुन्छ क्या त्यही हो आजको कन्सेप्ट चाहिँ तासपाल कति राम्रो प्लानिङ गर्छ है रोहितले के प्लानिङ हो यस्तो केटाहरू भट्टाउने र केटीहरूले डान्स गर्ने सबैजना मिलेर गर्नु पर्दैन के केटाकेटी सब बराबर होइन होइन त केटा सो रोहित तिम्रो भोइस राम्रो छ तिमी स्टार्ट गर है बटाउन ओए एक लाइन भट्टा त आहै भन मेरा भाइ हो के भाइ हो यस्तो नि भट्टा हुन्छ तर के आइमाईहरूलाई हेप्नु खोजे होइन केटा होइन त केटा जे होस् प्रशान्तको प्लानिङ त्यही दामी छ के त्यस्तो नभन न यो त मेरो कर्तव्य हो नि होइन त केटा के प्रशान्त पनि श्री पशुपतिनाथको आहै भन मेरा साथी हो देउसुरे आहै रामगरी भन देउसुरे आहै सुर मिलाइकन देउसुरे आहै भनेन भन देउसुरे आहै भन मेरा साथी हो देउसुरे आहै केला काटे खम्बा देउसुरे आहै हामी सबै जम्मा देउसुरे आहै रामगरी भन देउसुरे के भटायो यसरी भटाएको हुन्छ न सुर छ न ताल छ हे केटा हो यसरी भटायो भने त हामीले 1 रुपियाँ पनि पाउँदैन घरबाट भने मान्छे पनि घटाउँ हो कि होइन केटा हो ल त्यसपछि त भट्टार देखा न त कति न भट्टारमा बस्ने भने भट्टाएर के हुन्छ अहिलेको जमाना डान्समा बिकेको जमाना हो डान्स गर्नुपर्छ हो कि होइन केटा हो ल केटा हो डान्स गरिदिउँ न त आगे आगे तोपैको गोला पछि पछि हिमे सिङ्गन बहरार आगे आगे तोपैको गोला पछि पछि हिमे सिङ्गन बहरार सिक्न देऊ म बिडी खानेलाई माया नदेऊ हिँडी जानेलाई आगे आगे तोपैको गोला पछि पछि हिमे सिङ्गन देउसिरे खेल्दैछौँ झिली र मिली दीपक जलाई देउसिरे खेल्दैछौँ साँझको बेला हजुरहरूको आँगनमा हामीले गाएको गीत देउसिरे यो तिहारको बेला मन्दिरहरू कति राम्रो देख्यो है राम्रो नै हुन्छ नि तिहारमा त लाइटहरू हुन्छ हेर न कति राम्रो देखिरहेको छ मलाई यस्तो पटक्का देख्नु कस्तो डर लाग्छ थाहा छ तिमीलाई तिमी म
हुँदा हुँदा डराउनै पर्दैन नि अब किन डराएको जा उनीहरूलाई रोक भन न केटा पटाका नपड्कायो त पूजालाई डर लाग्छ अरे क्या पूजा म तिमीलाई घरसम्म छोडिदिन्छु नि त आज जाऊँ न त हे कति तास खेल्ने भने सबजनाले पापन चाहिँ निकालौँ रक्सी खान्छ ओ ठिक भयो ल त्यही गरौँ ल कता राख्नु पैसा मोबाइल छ पैसा नभएमा चाहिँ के तास खेल्न आयो होला पैसा छैन हुन त दिमाग नि कहाँ छ र ल भाइ फ्ल्यासब्याक बिचरा पूजाले गरी तेरो पूजा साल तैँले अघि नै भन्नु पर्दैन ओए के भयो बोल क्या ओए अयो बाबा के भयो त भाइ अहिले जति लगाएको थिएँ म त्यसको पछि 200% ब्याज सहित दाइजोमा ल्याइहाल्छु नि होइन त केटा हो झिलिमिली रातमा साथीभाइ साथमा रमाइलो मनाउँदै